मार्केटमा पाउने भन्दा पनि टेस्टी अनि चाहिँ अफकोर्स हेल्दी टमेटो केचप बनाऊँ है आज चाहिँ। र यो टमेटोलाई चाहिँ मैले क्युब क्युब पिसमा काट्यो। स्विटनेसको लागि खजुर लिएको छु, सेन्टेडको लागि सिनेमन अनि कलरको लागि बिटरुट लिएको छु है। यो सबैलाई चाहिँ अब एउटा कराईमा मजाले पकाउनु पर्ने हुन्छ। अनि यसमा मैले 4 टा लसुन, रेड चिल्ली अनि तपाईँले अनियन पनि हाल्न सक्नुहुन्छ हो। र 1 टेबल स्पुन सल्ट हालेर चाहिँ यसलाई मजाले यसको स्मेल गइन्जेलसम्म पकाउनुपर्छ। र एकपल्ट पाकेपछि चाहिँ यसलाई ठुलो प्लेटमा सेलाएर चाहिँ अब यो सेसनिमलाई निकाल्ने अनि चाहिँ यो सबैलाई मिक्सर जारमा हाल्ने अनि ग्राइन्ड गर्ने र यस्तो छन्नीको सहाराले यसलाई मजाले चाल्ने। यो फर्स्टमा चालेको जुन चाहिँ उब्रिन्छ यसलाई फेरि मिक्सर जारमा ग्राइन्ड गर्ने अनि युज गर्ने है। र यसको कलर हेर्नुहोस् यति मिठो नेचुरल कलर हो, यो कुनै फुड कलर होइन। यो बिटरुटको कलर चाहिँ मेरो फेभरेट हो। र यसलाई मजाले बोइल गरेर चाहिँ फेरि 1 टेबल स्पुन जस्तो भेनिगर हाल्ने। यस्तो गर्नाले चाहिँ हामीले मोर देन 2 विक्स जस्तो युज गर्न सकिन्छ। र यो फाइनल यसको पाकेको चाहिँ यस्तो हुन्छ, यस्तो थिक हुन्छ, नभए त सरर झर्छ नि है। र यसलाई चाहिँ अब बोतलमा हालेर राख्न सकिन्छ। यो नानीहरूलाई चाहिँ एकदमै मनपर्छ हो। बाहिरको किन किनेर दिनु है, घरमा यस्तो हेल्दी बनिन्छ। सो ट्राई इट।